हे गाइस, मेरो आज च्यालेन्जको चौथो दिन है। तर म बिहान आज रनिङ गर्ने अल्छी लाग्यो। च्यालेन्ज गोली मार्दै भनेर सुत्यो है। तर त्यसपछि उठेर काममा गयो। अहिले आएर चाहिँ फेरि च्यालेन्ज त एक्सेप्ट गर्नै पऱ्यो होइन। अनि फेरि कामबाट ब्रेकमा आएर गाँड चलाएर अब कुद्नु हिँडेर च्यालेन्ज मेरो 100 दिने च्यालेन्ज हो। 100 दिनसम्म त पुरा गर्नुपर्ने। कहाँ सुतेर हुन्छ त नि यो मेरो। तर यस्तो घाम छ है, पुरै घाम लाग्छ। के हुन्छ र, म यत्तिकै काले हो, डढे नि के कता योभन्दा कालो हुन्न होला पक्कै। ल यहाँदेखि दुईवटा बाटो छ है। त्यो बाटो जाउँ अनि सर्पको डर लाग्छ, यो बाटो जाउँ अनि गाडी चल्नै आउँछ। पल्ल पल्ल म आज सर्पैसँग जुझ्न जानु पऱ्यो भनेर म चाहिँ यो बाटो लागेको। किन्नुभन्दा त यहाँ आएर भुँडको थापेर बल्छी हानेर माछा पो मार्नु ठिक होला जस्तो लाग्यो मलाई। यता चाहिँ पुरै धान रोप्नलाई ठिक्क परेको छ। खतरा माछा मारिन्छ होला हौ यहाँ आएर बल्छी हान्ने भने। मलाई त यहाँ डोजरले नकुद त मोटै ठिक छ भन्छ क्या हो। बाटोमा ल्याएर डोजर पो राख्दै छ यार। के गर्नु खोज्यो अहिले भरि खान नदिनु भयो। यस्तो कुदाएर टेन्सन घटाउँ भनेको। ओ माइ गड, अब त उकालो पो रहेछ यार। कसरी जाने त नि अब सब झाडी ल्याएर राखेको छ। म आउँछु भनेर होला। हो चिनेको छैन दाइला है त त्यो आइदिनु त दाइ आउने बाटोमा होला। सो चिन्नु पऱ्यो नि यार ठुलो बडो मान्छेलाई। चिन्दैन हो चिने पो रहेछ। ओ माइ गड, अब कसरी पो जाने यार। अब चाहिँ मेरो मुटुमै धड्किन लाग्यो। अब त म बोल्न नि सकेन। तर म 3 किलोमिटर भागेको छैन होला। मलाई लाग्छ म 10 किलोमिटर भागिसकेँ। ल म चाहिँ बिच आइपुगेँ। तर यस्तो स्विमिङ गर्नु मन लाग्छ, के गर्नु। कपडै नपुग्न आयो चाहिँ खासमा मेरो आज यता आउने बोलाएको थिएन कि उता नजिकै रनिङ गर्न भनेको। नजिक रनिङ हानेर हल्का क्रिकेट खेलौँ भनेको। के त पुरै थाकेको छु भन्न थालेँ कामबाट है। अनि ल ठिकै छ अन्त यसो रनिङ हान्दै गएँ त। खतरा निलो खाने रहेछ। तर अझै खासैसँग राखेन नि त, खासै मान्छे नरहेछ। तर पानी त क्या निलो। पानी देखेर खतरा स्विम गर्नु मन लाग्छ। के गर्नु, ब्याग नपुगिन आइयो त। रनिङ सकायो क्या जोसमा गएर कालो त म यस्तै आउँदैन होइन जति डढ्यो नि। पुरै पसिना भइसक्यो त। खतरा रनिङ के गर्नु लाग्दैन पुसअप राख्छ है। तर के गर्नु, च्यालेन्ज ल्याएपछि च्यालेन्ज त एक्सेप्ट गर्नै पऱ्यो। त्यसैले अब मन नगर्नुलाई नि पुसअप चाहिँ हान्नै पऱ्यो।
तर यो पुसअप अनि डम्बलहरू गर्दा शरीरमा त फेरि आफूलाई चाहिँ शरीर फुलेको जस्तो फिल हुन्छ।